नमस्कार सर। नमस्ते, म चन्द्र नेपाल। यो फालेलुङ चौरी पालक कृषक समूहको सचिव पनि र यो फालुट याक चिज उत्पादक समूहको सदस्य पनि। घिउको चाहिँ के छ मार्केट? मार्केट राम्रो छ। अहिले यहीँबाटै 1000 रुपियाँमा सेल भइराखेको छ भट्टाभट्टी है। यो चिज चाहिँ यसको मापदण्ड पुर्याएर राखेपछि यो जति पुरानो त्यति मिठो हुन्छ। कति घन्टा लाग्छ? लाग्छ नि 1.5 घन्टा जति। बोकेरै ल्याउनु पर्ने? बोकेरै। छुर्पी घिउ मात्र बनाउँदाखेरि दुधको मूल्य चाहिँ 70-75 रुपियाँ मात्र बसेको थियो भने अहिले हामीहरूले चिज बनाउँदाखेरि किसानको गोठमै 100 रुपियाँ लिटर दुध बसेको छ एभरेजमा। त्यो नै फाइदा छ। नमस्कार अनि हार्दिक स्वागत छ माइलाको भ्लग हेरेर रहनुभएका तमाम दर्शक महानुभावहरूलाई। आज म नेपालकै अन्तिम ठाउँ यानि कि नेपालकै सुदूरपूर्वमा रहेको भारतको सिमानासँगै जोडिएको पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर 4 स्थित पर्यटकीय क्षेत्र फालुट क्षेत्रमा आएको छु। यहाँको सुन्दरता र यहाँको वातावरणले मानिसहरूको मनै रमाउँछ। तर आज त्यस्तो रहेन। कारण किनभने आज बादल लागेको छ, हुस्से लागेको छ, कुहिरो लागेको छ। रमाइलो ठाउँहरूको भिडियो देखाउन नसके तापनि आज यस्तो इन्ट्रेस्टिङ भिडियो रहनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है। यो दुर्गम क्षेत्र भए पनि सिमाना क्षेत्र भए तापनि यहाँ एउटा फ्याक्ट्री चाहिँ स्थापना भएको रहेछ, जुन चाहिँ विश्वभरि नै फेमस रहेको चिज दुधबाट बनिने मूल्यवान प्रोडक्ट चिजको चाहिँ फ्याक्ट्रीमा आइपुगेको छु। र यहाँको फालेलुङ चौरीपालक कृषकहरूको सचिव र यसै फालुट चिज उद्योग फ्याक्ट्रीको चाहिँ सदस्य पनि हुनुहुन्छ चन्द्र नेपालसँग गरिएको कुराकानी पनि सुन्नुहोस्। साथै यस चिज फ्याक्ट्रीमा रहेको चिजको बारेमा पनि जानकारी आजको यस भिडियोबाट पाउनुहुनेछ। उहाँ यतै नजिकै हुनुहुन्छ। स्वागत अनि नमस्कार सर। नमस्ते, म चन्द्र नेपाल। यो फालेलुङ चौरी पालक कृषक समूहको सचिव पनि र यो फालुट याक चिज उत्पादक समूहको सदस्य पनि। यसलाई उद्घाटन गर्नुभएको कति भयो त यो फ्याक्ट्रीलाई? यो सिजनसँग हाम्रो 4टा सिजन चाहिँ हाम्रो यो फ्याक्ट्री सञ्चालन भइसक्यो। जसरी पहिला यो क्षेत्रमा घिउ छुर्पी बनिन्थ्यो, अहिले चाहिँ सबै उत्पादन भएको दुधबाट चाहिँ सबै चिज नै बन्छ त? हजुर, यो पहिला चाहिँ अब यहाँ छुर्पी र घिउ मात्र बन्थ्यो। अझ छुर्पी चाहिँ डग फुडको रूपमा मात्र जान्थ्यो होइन। अब पछि गएर चाहिँ हामीहरूले यो डगले खाने भन्दा यो चाहिँ रोयल फुड चाहिँ बनाउनुपर्छ भन्ने भएर चाहिँ यो अलिकति हाइजेनिक दुधलाई पनि सरसफाइ गरेर चाहिँ हामीहरू चिज उत्पादन गर्छौँ। भनेपछि अहिले यहाँको याक चौरी पालक दुध उत्पादक कृषकहरू सन्तुष्ट नै छन्? हजुर, यो सन्तुष्ट नै छ यसमा। भनेपछि सबै दुधहरू सङ्कलन गरेर चाहिँ यही फ्याक्ट्रीमा चिज बनाउनुहुन्छ। त्यसपछि मार्केट व्यवस्थापन कहाँ गर्नुभएको छ? यो कतातिर जान्छ? यहाँदेखि त इन्डिया नजिक हो, इन्डिया जान्छ कि? चिज चाहिँ नेपाल डेरी काठमाडौँमा जान्छ। जसले उसले पनि हामीहरूलाई 5 लाख रुपियाँ चाहिँ यहाँनिर सपोर्ट गरेको चाहिँ फ्याक्ट्री खोल्नको लागि। हजुर। मार्केटको सुनिश्चितता उसैले गर्छ, नेपाल डेरीले नै गर्छ। नेपाल डेरीले भनेपछि यहाँदेखि काठमाडौँ पठाउनुहुन्छ? हजुर, काठमाडौँ आवत जावत भइरहेको छ हजुरको? भइरहेको छ हाम्रो। हजुर। जति यो कर्मचारीहरू राख्नु भएको छ उहाँहरूलाई पनि के तलबमा राख्नु भएको होला हैन? हजुर, उहाँहरूलाई एकदम राम्ररी हाम्रो उत्पादक समूहको सदस्यहरू नै हुनुहुन्छ। उहाँहरू आफै रोजगार हुनुभएको छ। उत्पादक गरेर उहाँहरूले दुध पनि यही फ्याक्ट्रीमा दिनुहुन्छ? यही दिनुहुन्छ। धेरै राम्रो रहेछ। यहाँको पहिलाको घिउ छुर्पी बेच्दाखेरि र अहिले यहाँ चिज उत्पादन गरेर चिज बेच्दाखेरि चाहिँ के फरक पाउनुहुन्छ त त्यस्तो? यसमा मूल्य श्रृङ्खलामा व्यापक फरक छ। छुर्पी घिउ मात्र बनाउँदाखेरि दुधको मूल्य चाहिँ 70 रुपियाँ 75 रुपियाँ मात्र बसेको थियो भने अहिले हामीहरूले चिज बनाउँदाखेरि किसानको गोठमै 100 रुपियाँ लिटर दुध बसेको छ एभरेजमा। त्यो नै फाइदा छ। हजुर, हुन्छ एकचोटि हामी फ्याक्ट्रीभित्र भ्रमण गरौँ न त है। हस्, ल जाउँ। ल यतिखेर चाहिँ यहाँभित्र भनेपछि यो बोर्ड जुन राख्नु भएको छ नि फालुट चिज उद्योग भनेर यहाँ टक्कै यो याकको नक्सा देखाउनु भएको छ र यस्तो रहेको छ। यहाँ चाहिँ सफा गर्ने ठाउँ होला सायद, पानीहरूको व्यवस्था छ। आज चाहिँ म चिज फ्याक्ट्रीभित्र आएको छु। चिज कसरी बन्छ त्यो त मलाई थाहा छैन, तर पनि अहिले चिजहरू पनि देखाउने छु। र हामीलाई पनि जागिर मिल्दैन यस्तै चिज फ्याक्ट्रीमा काम गर्नु? ट्रेनिङ गर्नु पऱ्यो होला नि त होइन? ट्रेनिङ पऱ्यो। यसलाई चाहिँ ल्याब भनिन्छ। अरू के छ यता हेरौँ। ओहो, ल स्टोर मलाई राम्रो लाग्यो है। यो के हो? 3 वर्षको? यो पनि बिक्रीमा जान्छ? यो बिग्रेको भनिँदैन यसलाई? खानको लागि योग्य छ? ल यो चिजको कर्मचारी दाजु हुनुहुन्छ। अब यसो भनिदिनुहोस् न हजुरको नाम? मेरो नाम चाहिँ नगेन्द्र रिजाल। नगेन्द्र रिजाल है। वार्ड नम्बर 4 को घर चाहिँ
हाल चाहिँ अब यही फालुट या चिजमा कार्यरत प्राविधिकको रूपमा काम गर्छु। कति वर्ष भयो लगभग यो सुरु भएको त 3 वर्ष मात्रै हुँदैछ। 3 वर्ष भयो। 3 वर्षदेखि नै हुनुहुन्छ कि पहिला कोही हुनुहुन्थ्यो? पहिला अरू नै हुनुहुन्थ्यो। 3 वर्ष लगभग 4 वर्ष भयो। 3 वर्षदेखि चाहिँ म लगातार जे होस् यो चिजको बारेमा सबै हजुरलाई अनुभव छ। कसरी बनाउने, कस्तो खालको बनाउने, अब धेरैवटा आइटम हुन्छ चिजको पनि होइन, 4-5वटा आइटम चिज बनाउन सकिन्छ। ल र यसै गरेर यसलाई चाहिँ दुध मेसिनमा राखेर चाहिँ पेल्नु पर्ने रहेछ। यहाँबाट क्रिम झरिराखेको है, यसबाट घिउ बन्छ भनेर सुनिहाल्यो। अरे तपाईँको नाम भनिदिनुहोस् न एकचोटि। मेरो चाहिँ हिपराज केरुङ। हिपराज केरुङ लिम्बू है। मेरो एउटा पेज पनि छ, अहिले पूर्व पास्टर भालेलिङ छ। पेजमा यस्तो भिडियो राख्ने गर्नु भएको छ कि छैन? म पेज त हालिबस्छु, पेजमा हालिबसेको हुन्छ। ल पूर्व पाँच थर फालेलुङ भनेर एउटा पेज पनि रहेछ, जसलाई फलो गरेर लाइक गरेर राखिदिनु होला, जसबाट पनि अन्य जानकारीहरू पाउनुहुनेछ। चिज कसरी बन्छ अपडेट दिइराख्नुहुन्छ र? हजुर। यसलाई चाहिँ के गर्नुभएको? यो इन्जाइम तयार हुँदैछ। हजुर इन्जाइम तयार हुँदैछ। इन्जाइम चिजमा हाल्ने चाहिँ चिजमा हाल्नको लागि त्यसको फेरि आगो के चाहिँ भनेपछि आगो चाहिँ यताबाट फुकिन्छ है यसको। ल आगो फुक्नको लागि चाहिँ फेरि यसको भनेपछि अघि आगो निभाइसकेको रहेछ। यहाँ भट्टी छ। भनेपछि जबसम्म दुध तातिँदैन तबसम्म आगो चाहिँ बालिरहनु पर्यो। यहाँनिर यो अलग्गै यो भित्र धुवाँहरू केही जाँदैन। हजुर। भनेपछि चिज बनाउनको लागि आगो बाल्नको लागि दाउरा त धेरै खर्च हुने भयो नि त। दाउरा त बहुतै खर्च हुन्छ। यो महिनामा कतिसम्म दाउरा खर्च हुने गरेको छ? जस्तै यसको कुनै पनि एउटा 2 ट्र्याक्टर करिब महिनामा करिब 2 ट्र्याक्टरले चाहिँ हुन्छ। 2 ट्र्याक्टरले हुन्छ। यसपछि हामी यहाँदेखि भित्र देखाउनेछौँ कस्तो रहेछ यहाँ। यो चाहिँ बनिसकेको चिज हो। नुनमा राख्नुपर्ने। यसलाई नुनमा कति समयसम्म राखेर त्यसपछि 24 घन्टा यसमा भएपछि स्टोरमै राखिन्छ। त्यसपछि कहिल्यै पनि बिग्रिँदैन है? नुनमा राखिसकेको चिजहरूलाई चाहिँ जब कति घन्टा भन्नुभयो? 24 घन्टा नुनमा राख्यौँ। 24 घन्टा नुनमा राखिसकेपछि चाहिँ यसरी काठमा यसरी यसलाई के गर्नुपर्छ? उल्टीपल्टी गर्नु? उल्टीपल्टी गर्दै यसलाई नुनले दैनिक सफा गर्दै राख्ने हो। यो चाहिँ हाम्रो पुरानो चिजहरू यताबाट नयाँ सर्दै गएको छ। हजुर। 5-6 सालसम्म यो केही हुँदैन। यो चिज चाहिँ यसको मापदण्ड पुर्याएर राखेपछि यो जति पुरानो त्यति मिठो हुन्छ। यो दुधको परीक्षण गर्ने ल्याब हो। दुधको परीक्षण गरिन्छ यो ल्याबमा चाहिँ हैन त? यो ल्याबमै परीक्षण गरिन्छ। यो चाहिँ के हो? दुध शुद्ध छ या छैन भनेर चाहिँ अम्लीयपना कति छ या घटी छ या बढी छ, दुधको एसिडिटी चाहिँ कति बढेको छ, दुधको एसिडिटी चाहिँ बढेको छ छैन, यो कुराको त्यसबाट चाहिँ चेक हुन्छ। ल यस्तो ठाउँमा चिज फ्याक्ट्री खोलेर यहाँको दुध उत्पादक गर्नेहरूलाई पनि धेरै नै खुसी उहाँहरूको व्यक्त सुनेका छौँ। र यसो गर्दै हाम्रो यहाँ आइपुग्नु भएको छ एकजना हाम्रो दाजु। हेलो नमस्कार। एकछिन रोकिनुहोस् न। कहाँदेखि लिएर आउनुभयो यो दुध? हामी त पर भन्दा देखाउनु मिल्दैन? यो बादल लागेको रहेछ। बादल लागेको छ। कति मिनटसम्म कति घन्टा लाग्छ? लाग्छ नि 1.5 घन्टा जति। बोकेरै ल्याउनु पर्ने? बोकेरै। भनेपछि यहाँ त बोर्डर हो। बोर्डरमा उता इन्डियापट्टिदेखि भारतपट्टिदेखि आउनुहुन्छ कि नेपालपट्टि नै बाटो छ त? हामी लगभग नेपालपट्टिबाटै आउन चाहिँ प्रयास गर्छौँ, तर कुनै ठाउँ चाहिँ छिर्नुपर्छ इन्डियापट्टि। तर इन्डिया नेपाल हिँड्नलाई त्यति गाह्रो पनि छैन। गाह्रो त छैन। ल हस्, दुःख दिए है। निकै भरि छ कि क्या हो दाजु? ल आज भने म यो ठाउँमा जति पनि भारतको सिमाना बोर्डर लाइनमा चाहिँ भ्लगिङ गर्दै आउने क्रममा चाहिँ यसरी म चिज फ्याक्ट्रीसम्म आउनु पाउँदाखेरि र आफ्नो ठाउँको चिज फ्याक्ट्रीसम्म आएर भिडियो गर्न पाउँदाखेरि खुसी छु। यहाँको जति देखाउन त सकिनँ, तर पनि अन्तिममा केही कुरा राखिदिनुहोस् न। यहाँ आउनुभयो, यहाँलाई एकदम हाम्रो तर्फबाट एकदम हार्दिक स्वागत है। यहाँ जस्तो कि यस्तो अभेग हाम्रो इन्डियाको बोर्डर 3 सिमाना फालुट क्षेत्रमा आएर चाहिँ यहाँको प्रचार प्रसारको लागि पनि हाम्रो
चाहिँ चिज फ्याक्ट्रीको पनि प्रचार प्रसार हुने भयो भन्ने कुरामा एकदम हामी खुसी छौँ। यहाँलाई हजुर। धेरै धेरै धन्यवाद। ए हस् ल धन्यवाद। फेरि पनि मौका मिल्यो भने आएर मजाले हामी भलाकुसारी गर्दै भिडियो गर्नेछौँ। आज यो थोरै जानकारीको लागि धन्यवाद।